सोल्टिनीले अलैँचीले सोल्टी त बिन्टी हुनै पर्यो नि। दुईजना आउँदा ढिलो न छिटो मलाई छिटो मेरोमा टाइम छैन बेसी। अब अरे फेरि भिडियो हेरेर उसको सोल्टिनीलाई चाहिँ होला भिडियो। हेलो फ्रेन्ड्स, सम्पूर्णमा सेवा र नमस्ते। आज भने तपाईहरुले देखिरहनु भएको छ स्क्रिनमा अहिले फिलहाल तपाईको अलैँचीको खेतीपाती लिएर उहाँ एकदमै देश विदेशमा अनि हाम्रो गाउँठाउँ सिक्किममा एकदम चर्चा परिचर्चामा रहनु भएको छ है। उहाँ चाहिँ हुनुहुन्छ सुनिता लिम्बू र आज चाहिँ यसरी सुनिता लिम्बूज्यूको चाहिँ है यसरी अलैँची चाहिँ एकदमै आज चाहिँ ल्याउनु भएको छ हाम्रो दोकानमा। अनि आधी मात्रै ल्याउनु भएको छ अलैँची आधी मात्रै ल्याउनु भएको छ, तर उहाँले चाहिँ एकदम मेहनत गर्नु भएको छ। उहाँको मिस्टर चाहिँ हुनुहुन्छ प्रेम कुमार लिम्बू र उहाँहरू एकदम परिवार मिलेर चाहिँ यो पालि धेरै सङ्घर्ष गर्नु भएको छ। यो पालि मात्र होइन, जब चाहिँ मैले अलैँची किन्नु थालेँ 2014-15 देखि नै उहाँहरू एकदम सङ्घर्ष गर्नुहुन्छ यो कृषिको क्षेत्रमा। अनि उहाँले सङ्घर्ष गरेको जस्तै यो पालि चाहिँ 10-15 लाखको चाहिँ अलैँची फलाउनु भएको छ उहाँहरूले, तर आधी मात्र ल्याउनु भएको छ अलैँची है। आज चाहिँ यसरी 8 लाख रुपियाँ पैसा चाहिँ मैले यहाँ टेबलमा राखिदिएछु है। अनि यहाँ स्वयं सुनिता लिम्बू आउनु भएको छ है। सुनिता लिम्बू, तपाईँलाई हाम्रो एकदम दोकानमा जहिले तहिले तपाईँलाई स्वागत छ। र एक साइडमा सोल्टिनी पनि पढ्नुहुन्छ, एक साइडमा भाउजू पढ्नुहुन्छ, तर नजिकले हेऱ्यो भने चाहिँ उहाँ सोल्टिनी नै पढ्नुहुन्छ। अनि त्यसले गर्दाखेरि तपाईँले एकदमै हाम्रो आज दोकानमा एकदम स्वागत छ है। यसरी तपाईँले साली नै अलैँची लिएर दिनुहुन्छ। तपाईँ अब सोल्टीको दोकानमा तपाईँले कस्तो लाग्छ सोल्टीको दोकानमा आएर अलैँची? कस्तो खुसी मजा लागेर त अन्त यहाँ बेच्नु भएको सोल्टीलाई दिनको लागि दुःख मेहनत गरे भने चाहिँ पैसा यसरी फल्छ साथीहरु हेर्नुस् है। तपाईले आज सोल्टीको दोकानबाट चाहिँ मैले यति पैसा लगेर जान्छु। तपाईले जति पनि लानु हुँदैछ यो एकदम तपाईको मेहनतको फल लानु हुँदैछ। अवश्य नै यो पैसा लगेर तपाईहरुले एउटा के भन्छ ब्याङ्कमा एफडी गर्नुहुन्छ होला है। तपाईहरुले राम्रो काममा प्रयोग गर्नुहुन्छ, अवश्य नै मलाई विश्वास छ है। तपाई राम्रो परिवारको हुनुहुन्छ र त्यसले गर्दाखेरि म एकदमै तपाईहरुसँग एकदमै विश्वास छ कि तपाईहरुले पैसा लगेर चाहिँ राम्रो कुरामा खर्च गर्नुहुन्छ होला भन्ने म आशा